युरिक एसिड बढ्दा जोर्नी चाहिँ किन दुख्छ त? तपाईको खुट्टाको औँला रातारात सुन्निएर दुखेको छ। रिपोर्टमा हेर्दा युरिक एसिड बढेको छ। तर किन कसैलाई दुख्छ, कसैलाई दुख्दैन? आज म तपाईहरुलाई सजिलो भाषामा बुझाउँछु। युरिक एसिड के हो त? हाम्रो शरीरले खाना पचाउँदा थोरै फोहोर पदार्थ बनाउँछ। त्यसमध्ये एउटा युरिक एसिड हो। सामान्य अवस्थामा के हुन्छ? किडनीले यसलाई फिल्टर गर्छ र पिसाबबाट बाहिर निकाल्छ र समस्या हुँदैन। तर युरिक एसिड धेरै भयो भने के हुन्छ? अब कल्पना गर्नुस्, पानीमा धेरै चिनी हाल्यो भने के हुन्छ? सुरुमा त घुल्छ, तर धेरै हाल्दै जाँदा तल क्रिस्टल बनेर जम्मा भइरा हुन्छ। ठिक त्यस्तै शरीरमा युरिक एसिड धेरै भयो भने सानो सानो काँडा जस्तो क्रिस्टल बन्छ। यही साना काँडा जस्ता क्रिस्टल जोर्नीमा गएर बस्छन्। धेरै जसो खुट्टाको औँला, घुँडा, कुर्कुच्चामा यो क्रिस्टल गएर बस्छ र शरीरले यो क्रिस्टलहरू देखेर खतराको अनुभव गर्छ र शरीरले यो क्रिस्टललाई लड्न खोज्छ। त्यसपछि जोर्नी सुन्निन्छ, रातो हुन्छ, पोल्छ अनि सहनै नसक्ने दुखाइ हुन सक्छ। यसलाई चाहिँ हामीले गाउट अट्याक भन्छौँ।